म यति बेला बाबियाचौर बजारमा छु। म मेला हेर्न जाँदै थिएँ। बाटोमा राम्रो ठाउँहरू, समथर ठाउँहरू देखेर मैले भिडियो बनाउन लागेको। मेरो यो भ्लग दोस्रो भ्लग हो, जो कि मेरो भ्लग बीच बाटोमै अड्किएको छ। म अगाडिसम्म पुगिसकेको छैन। यहाँ चाहिँ अति राम्रो बरको बुटा रहेछ, जुन बरको बुटामा धेरै मान्छेहरू ओत लाग्ने गर्ने रहेछन्। जब थाक लाग्छ यहाँ आएर थकाइ मेट्ने रहेछन्। यताउति हेरेँ सानो एउटा घर रहेछ, त्यो घर वरिपरि बारी रहेछ, त्यहाँ गहुँ लगाउनु भएको रहेछ, त्यहाँ नजिकै पिच बाटो रहेछ। अनि टक्क हरियो रुख होइन, राम्रो शीतल। तल चाहिँ दुईवटा घर रहेछन् साथीहरू। त्यहाँ नजिकै खोला पनि रहेछ, यो तलतिर बग्दै गरेको खोला हो, जुन पानी पर्याप्त मात्रामा छ। र यो चाहिँ बाटो हो होइन, यो चाहिँ बाटो कालेपत्रे छ, पुरै बाटो एकदम राम्रो बाटो छ। यो चाहिँ चिसापानीसम्म पनि जान्छ, बर्दी जोरसम्म जाने बाटो हो यो। अनि बाटोमा चाहिँ मेरा सब्सक्राइबर भेटिन्छन्, भन्छन् कि तपाईँको भिडियो हामी हेर्ने गर्दछौँ, फेरि पनि भन्नुहोस् न तपाईँको नाम के हो, नयाँ मान्छेलाई भनौँला हामी। मैले भने डिबी मोबाइल हब हो, सर्च गरेर हेर्नु है भने। ओके भने बाटोमा हेर्दै गर्दा पुल आयो। पुल नजिकै एउटा खोला रहेछ, त्यही खोलाको तलीपट्टि बाटोमा गयौँ हामी। त्यहाँ सानो पानी रहेछ, त्यहाँ पनि मान्छेहरू त्यो तलाउमा नुहाउने गर्दा रहेछन्, जुन कि गर्मी भएको बेला निकै काम लाग्ने रहेछ। त्यहाँ चाहिँ धेरै मान्छेहरू धेरै ठाउँबाट नुहाउन आउनु रहेछ। आजको भ्लग कस्तो लाग्यो सेयर गर्नुहोला। यो खोलामा गाई, भैँसी, बाख्रा सबै पानी खान आउँदा रहेछन्। दामी भिडियो छ।